र सम्पूर्ण हाम्रा अभिभावकज्यूहरूलाई यथा स्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब भने यस कार्यक्रमको विधिवत थालनीका लागि पानसमा बत्ती बालेर शुभारम्भ गरिदिनु हुन आजको यस कार्यक्रमका सभापति आदरणीय व्यक्तित्व हाम्रो अभिभावक आनन्द विक्रम राणा सरलाई हार्दिक अनुरोध गर्दछु। जहाँ ज्ञानको उज्यालो छ त्यहाँ अन्धकारको स्थान हुँदैन। दीप प्रज्वलन केवल विधिको थालनी होइन, त्यही उज्यालोले हाम्रो सोच र कर्मलाई आलोकित गरोस् भन्ने कामना हो। अब भने राष्ट्रिय गानको पालो रहेको छ। त्यही भएर म सबैजनालाई यथास्थानमा उठिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बच्चा जन्मिन्छ, किताब बुझ्छ, सपना देख्छ, तर त्यो सपना पुरा हुन अभिभावक र शिक्षकको साँचो सहकार्य चाहिन्छ। शिक्षक शिक्षाको बाटो देखाउँछ, अभिभावक माया र संस्कारको बाटो। धन्यवाद र नमस्कार सबैजनालाई, शुभ बिहानी। आज हामी यस जनज्योति इङ्ग्लिस सेकेन्डरी स्कुलले आयोजना गरेको प्यारेन्टिङ र काउन्सेलिङ सेसनमा यहाँहरू सबैलाई मेरो व्यक्तिगत तर्फबाट र विद्यालयको तर्फबाट हार्दिक स्वागत गर्दछु। अब भने म आसन ग्रहणको क्रमलाई जोड्न गइरहेको छु र आसन ग्रहण गरिदिनु हुन यस विद्यालयका सञ्चालक समितिको अध्यक्ष सभापति आनन्द विक्रम राणाज्यूलाई सभापतिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस जनज्योति इङ्ग्लिस सेकेन्डरी उहाँलाई खादा र माला सहित स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
बसेको थिएँ लगभग प्रिन्सिपल सर हामी त आफ्टर द सेसन पनि 1 घण्टा हामी फेरि ठुलो कक्षासँग बस्यौँ र कक्षा 10सँग छुट्टै 1 घण्टा पनि बस्यौँ। आज यो सेसन पछाडि सम्पूर्ण टिचरसँग हामी पनि 4-5 घण्टा बस्दैछौँ, हामी गफ गर्दैछौँ। यो केका लागि त भन्दा हजुरको बच्चालाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने आयो। अब त्यसो भए यो बोल्ने मान्छे कहाँबाट आयो के होला यहाँलाई जिज्ञासा हुन सक्छ। कार्यक्रम सञ्चालकले बताउन पाकेकै कुरा अलिकति बताउनु क्राइसिस आइडेन्टिफिकेसन हुन्छ अरे। मैले एकजना वरिष्ठ पत्रकार हरि रोकाको इन्टरभ्यू हेरेको थिएँ। म कालो वर्णको अनि कसैले सोध्नु पर्यो भने पहिल्यै हिन्दीबाट सोधिदिने, तर उहाँ चाहिँ पहाडी अनि होइन म त हरि रोका हो, म त पहाडे नै हो नि भन्नुभयो। ए सरी म त तराई मुलको कि भनेर मैले त अर्कै भाषाबाट प्रयोग गरेँ, सरी भन्नु परेछ कि। द्याट्स कल्ड क्राइसिस इन आइडेन्टिफिकेसन। हेर्दा अलिकति सङ्कट हुन्छ। म चाहिँ यहाँ सरहरू जस्तै विगत लगभग 27-28 वर्षदेखि यही फिल्डमा छु। 2053 सालमा मेरो टिचिङ करियर सुरु भयो नर्सरी टिचरबाट 2053 सालमा र 2056 सालदेखि मैले एसएलसी उतार्न थालेँ र 8 वर्ष प्रिन्सिपलसिप गरेर अहिले चाहिँ म नेपालभरि हजुर जस्तै अभिभावकहरू सरकारी कलेज सरकारी स्कुलका विद्यार्थीका अभिभावकहरूसँग विभिन्न नगरपालिकाले कार्यक्रम गर्छ 1.5 घण्टाको विशेष काउन्सिलिङ अभिभावकलाई भनेर। भर्खरै हाम्रो टोखा नगरपालिकाको सकियो, अब सायद गोकर्णेश्वर नगरपालिकाको सुरु हुन्छ होला। यतापट्टि पनि निम्तो भयो भने हामी सरकारी स्कुलमा पनि आउँछौँ र 15 वर्ष मैले देखिको कलेज पढाइरहेको छु र विशुद्ध म टिचिङ लर्निङ एक्टिभिटिजको मान्छे। योभन्दा बाहिर मैले कहिल्यै केही पनि गरेका छैन। एकदम पढाउने काम, रिसर्चर भनेर त्यहाँ पनि लेखेको छ, रिसर्च गर्ने काम, अभिभावकलाई कसरी राम्रो बनाउन सकिँदो रहेछ, एउटा बच्चालाई कसरी नपढ्ने बच्चालाई पढ्ने बनाउन सकिँदो रहेछ, बच्चाको दुखेको ठाउँमा कसरी मलम लगाउन सकिँदो रहेछ, नुनचुक होइन मलम कसरी लगाउन सकिँदो रहेछ, स्कुल आउनै मन नलाग्ने बच्चालाई स्कुल आउनु कसरी बनाउन सकिँदो रहेछ, अनि अभिभावकलाई सचेत अभिभावक कसरी बनाउन सकिँदो रहेछ भन्ने विषयमा नै हाम्रो देश दौडाएको छ। त्यसर्थ हजुरहरूलाई मैले रिक्वेस्ट गरेँ, हजुरले मैले बोलुन्जेल हजुरले मलाई हेर्नु होला। एउटा सिसी क्यामेरा मानु यहाँ राखिएको छ, तर सिसी क्यामेरा अर्कोपट्टि फर्काइदियो भने हजुरलाई रेकर्ड गर्न सक्दैन। त्यस्तै मलाई आज सिसी क्यामेरा सम्झिनुहोस्, मैले हजुरलाई रेकर्ड गर्छु। म यता गएर पनि रेकर्ड गर्छु, पछाडि गएर पनि रेकर्ड गर्छु, यताबाट पनि रेकर्ड गर्छु, सबै रेकर्ड गर्छु। तर हजुरले पनि मलाई रेकर्ड गर्नुहोस् है। कुनै फोटो मन पर्यो भने खिच्न सक्नुहुन्छ, बोलेको कुरा मन पर्यो भने रेकर्ड गर्न सक्नुहुन्छ, तर गफ गर्न चाहिँ पाइँदैन। अनि मेरो छिमेकी त आउनु भएन सर, म एक्लै पो भएँ कि होइन, आज एक्लै नै बस्ने हो। छेउमा भएको साथीलाई पनि बिर्सिने हो। छेउमा अङ्कल बस्नु भएको छैन, अङ्कललाई बिर्सिनुहोस्, आन्टीलाई बिर्सिनुहोस्, दिदीलाई बिर्सिनुहोस्, दाइलाई बिर्सिनुहोस्, बुवालाई बिर्सिनुहोस्, सबैलाई बिर्सिनुहोस्। यो कार्यक्रम नितान्त हजुरको लागि हो। हजुरले कति सुन्नुहुन्छ, कति सिक्नुहुन्छ, त्यो महत्त्वपूर्ण कुरा हो। एकपटक एउटा नदीको किनारमा एकजना विद्वत व्यक्तित्व हिँड्दै हुनुहुँदो रहेछ। सायद उहाँ आध्यात्मिक हुनुहुन्थ्यो, धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो। अनि समुद्रको त्यो किनारमा पानीको छालले माछाहरू किनारमा ल्याउँदो रहेछ। माछा छटपट 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 गर्दा रहेछ। ती धर्मात्मा मान्छेले के गर्नुहुँदो रहेछ भने ती माछा टिप्दै समुद्रमा हाल्नुहुँदो रहेछ, अर्थात् त्यो नदीमा हाल्नुहुँदो रहेछ। फेरि छालले ल्याउँछ माछालाई, फेरि टिप्दै समुद्रमा हाल्नुहुँदो रहेछ, अर्थात् त्यो नदीमा हाल्नुहुँदो रहेछ। ती धर्मात्मा मान्छेले त्यो गरेको देखेपछि एकजना विद्वत व्यक्तित्व उहाँले प्रश्न गर्नुभएछ, होइन हजुर त निकै ज्ञानी जस्तो लाग्थ्यो, यो समुद्रको छालले किनारामा ल्याएको माछालाई हजुरले टिपेर हाल्दैमा सबैलाई बचाउन सक्नुहुन्छ? त्यो सम्भव छ? या त लाखौँ माछा छ, तपाईँ कतिलाई टिपेर हाल्नुहुन्छ? अनि उहाँले भन्नुभएछ, महाशय यी सबैलाई तपाईँले टिपेर हाल्न सक्दिनँ होला, तर जतिलाई मैले टिपेर समुद्रमा हाल्छु नि उनीहरूको त ज्यान त बस्यो। जस्तो कम्तीमा पनि मैले 200-400 एउटा माछाको मात्रै ज्यान बचाउन सकेँ भने आज मैले पुण्य काम गरेँ। बस यही नै हो। हजुर आज पुण्य काममा हुनुहुन्छ। हजुरको बच्चालाई कसरी राम्रो बनाउने भन्ने एउटा अभियानमा हुनुहुन्छ।
यहाँहरू आफैमा विद्वत हुनुहुन्छ मैले अघि भने, तर आज सबै कुराहरू बताउन सम्भव छैन। जे जति बताइन्छ त्यो कुरालाई राम्ररी ध्यान दिनु होला, मनन गर्नु होला र व्यवहारमा यहाँले लागू गर्नुपर्छ है त। सहमत हुनुहुन्छ? र सहमतिको ताली छ, सहमतिको ताली। म अलिकति यता पनि आउनुपर्छ, त्यता पनि जानुपर्छ। अब ठिक छ, म सरलाई इन्डिकेट गर्छु। यहाँ सर हुनुहुन्छ, मैले त्यहाँ बसेर खासै बोलिनँ, म यतै आएँ यहाँहरूसँग। केही स्लाइड्सहरू अङ्ग्रेजीमा छन्, म नेपालीमा मजाले सजिलो भाषामा यहाँलाई बताउँछु है, मजाले बताउँछु। हाम्रा बच्चाहरू भनेका गिलो माटो अरे, काँचो माटो अरे, त्यसलाई जस्तो बनाउन चाह्यो त्यस्तै बनाउन सकिन्छ भन्ने हामी सानो हुँदा राजेन्द्र सर सरलाई पनि भने यो डायलग बासी भयो, यो डायलग अब काम लागेन, हामीले त्यस्तो पढाइयो सर है। बच्चा भनेको गिलो माटो हो, जस्तो बनाउन चाह्यो त्यस्तै बनाउन सकिन्छ भनेर हामीलाई रङ पढाइन्छ। एडोल्फ टफलर भन्ने एकजना मनोविद हुनुहुन्छ, उहाँले भन्नुभएको छ द पिपल अफ 21st century आर people of 21st century, if they want to become literate, they should not be only able to read and write, but those who can learn, unlearn and relearn, they are really literate. म यसलाई नेपालीमा भन्छु, 21औं शताब्दीमा एडल्फ टफलरको भनाइ अनुसार ती व्यक्तिहरू साक्षर हुन् जसले लेख्न पढ्न जान्दछन्, होइन अरे। अब जमाना फरक भएछ, पढ्न जान्नु र लेख्न जान्नुलाई हामी साक्षर भन्दैनौँ। पहिला कुनै पनि कुरा सिक्नु पर्यो, त्यो बेकामै भयो, काम लाग्ने भएन भने त्यसलाई छोड्नु पर्यो र नयाँ फेरि ज्ञान लिनु पर्यो। जसले ज्ञान लिन जान्दछ त्यो बेकामै भयो भने छोड्न जान्दछ र नयाँ ज्ञान फेरि जोड्न जान्दछ, त्यो मात्रै अब साक्षर हो। जस्तो हजुरहरूले किन आउनुभयो त भन्दा, हजुरहरूले पढ्दै गर्दा हजुरका गुरुहरूले पढाएका कतिपय कुराहरू अब बासी भएछन्। ती राम्रा थिए ज्ञान त, तर अहिलेको समय अनुसार ती रङ भएछन् है। त्यो करेक्ट छैन, इनकरेक्ट छ, ठिक छैन, बेठिक छ। हामीलाई पढ्दाखेरि सरले भन्नुभयो साइनाइड भनेको सबैभन्दा शक्तिशाली विष हो, पोइजन हो। त्यो त यस्तो जिब्रोमा राख्दाखेरि मान्छे चट मर्छ। तर बढी गएछ, अलिकति एकचोटि यसलाई मिलाउनु पर्यो। यसो गर्दा नेपाली भाषण गरेर सुन्छ। यहाँ त आज बुझाउने हो, हामी बुझ्ने हो। साइनाइडभन्दा 4 लाख गुणा शक्तिशाली नयाँ एउटा पोइजन आएछ, जसलाई बोटालिन भनिन्छ। अब बोटोक्स भन्ने एउटा औषधि छ, त्यसै बोटालिनबाट बनाइएको। सलमान खानहरू जस्तोको हामी 40-45 वर्ष उमेर बटेपछि यो चाउरी पर्छ, अनि एउटा यस्तो इन्जेक्सन लगाएपछि तनहुकै छाला तन्किन्छ। हेर्नुहोस् त, वैज्ञानिकले पत्ता लगाइसक्नुभयो। अब साइनाइड भन्दा 4 लाख गुणा शक्तिशाली बोटालिन भन्ने पोइजन त्यसको सानो अंश प्रयोग गरेर एउटा औषधि बनाइयो, जसले चाउरी गरेको छालालाई तन्काइदिन्छ, जसको नाम हो बोटोक्स। हेर्नुहोस् त, अब एडल्फ टफलरले भने जस्तो हाम्रा पुराना बासी भएका ज्ञान, काम नलाग्ने ज्ञानलाई छोड्न सक्नुपर्छ र नयाँ ज्ञानलाई जोड्न सक्नुपर्छ। त्यसैको लागि हामीले बेला बेला यस्तो आफ्टर प्यारेन्टिङ प्रोग्राम हामी गर्छौँ। सरकारी विद्यालयमा यही प्रोग्रामको नाम हो अभिभावक सचेतना कार्यक्रम। हजुरले जसरी बुझ्नु भएको हुन्छ, यो सचेतना हो। यहाँ अलिकति जगाउने हो, अघि नै साउन्ड ठिक छ, यही साउन्ड ठिक छ, एकदम बुझ्नु भएको छ, पछाडि बुझ्नु भएको छ। त्यसो भए अब फेरि मैले भने हाम्रा बच्चा गिलो माटो होइन, जस्तो बनाउन चाह्यो त्यस्तो होइन रहेछ। हाम्रा बच्चाहरू पेटमा नै सम्भावना बोकेर आएका सन्तति हुन्, जो निश्चित काम गर्नको लागि जन्मिएका हुन्छ, अहिले फिक्स भइसकेको हुन्छ। तर हामीले बात दियौँ भने जसरी आकाश छुने कल्पना लिएर एउटा बिउ जन्मिन्छ, तर त्यो बिउले राम्रो वातावरण, राम्रो माटो पाएन भने त्यो उम्रिन सक्दैन।
त्यस्तै हाम्रा बच्चाहरू पेटमा हुँदा राम्रो अवस्था भएन भने त्यसलाई हामी प्रिनेटल स्टेज भन्छौँ। जसरी एउटा जमिनमुनि गाड्नु भयो, त्यो जमिनमा गाडिएको बिउले बिउ पनि नभनौँ, एउटा त्यसलाई के भनौँ, एउटा दाना भनौँ है, मकैको दाना भनौँ अथवा गुडी भनौँ, सिमी भनौँ, अन्न भनौँ, कुनै त्यसले राम्रो माटो पाउनुपर्छ, राम्रो पानी पाउनुपर्छ, राम्रो टेम्परेचर पाउनुपर्छ वातावरण, नत्र त्यो अङ्कुरित हुन सक्दैन। त्यस्तै हाम्रो बच्चा हुन त अलरेडी यहाँले बच्चा जन्मिसक्नु भएको छ, कतिले कोही प्लानिङमा हुनुहुन्छ भने यो प्लानिङलाई भनिन्छ त प्रिनेटल स्टेज। बच्चा गर्भमा ल्याउने अवस्था, गर्भमा ल्याउँदाखेरि हामीले गल्ती कति गरेका रहेछौँ। कति बुवाहरू हुन्छ उहाँको साइकोलोजी नेगेटिभ होला, उहाँको सोच नेगेटिभ होला, उहाँको खानपान खराब होला, तर तपाईँ बुवा बन्न तयारी गर्नुहुन्छ। तर बुवा बन्न तयार हुँदै गर्दाखेरि हामीले कहिले सोच्यौँ म अब 1 वर्ष पछाडि बुवा बन्दैछु, मेरो बच्चा मेरो श्रीमतीको पेटमा हुर्किँदैछ अथवा हुर्काउँदैछु, मैले कस्तो खानुपर्छ, मैले कस्तो सोच्नुपर्छ, मेरो चिन्तन कस्तो हुनुपर्छ, मेरो एक्सर्साइज कस्तो हुनुपर्छ, हामीले सोच्यौँ। यसलाई हामी प्रिनेटल स्टेज भन्छौँ। अर्थात् मम्मीले पेटमा बच्चा गर्भधारण गर्नुभन्दा अगाडिको अवस्थाको सोच, जब गर्भधारण हुन्छ त्यसलाई प्रिनेटल स्टेज, जन्मिनुभन्दा अगाडिको अवस्था। अब मेन कुरा हजुरहरू आमाले सोच्नु भएको छ मेरो बच्चा कस्तो बनाउँदैछु, मेरो बच्चा पेटमा कसरी हुर्काउने, त्यो बेलामा मेरो सोच कस्तो हुनुपर्छ, मेरो ध्यान कस्तो हुनुपर्छ, खाना कस्तो हुनुपर्छ, हामीले कहिले सोचेका छौँ। गल्ती यही गरेछौँ, यस्तो गल्ती गर्न नहुँदो रहेछ। अब फेरि भन्नुमा सब गल्ती त भइगयो, बच्चा त जन्मि नै सक्यो, अब जन्मिसकेको बच्चा अब यो स्कुलमा भएको बच्चालाई के राम्रो पात्र दिने, मानौ अब सर यो स्लाइड गइसकेछ, एक सर ल सजिलो भयो यो By beating her tail down hard, this bottlenose dolphin stirs up the seabed. And by swimming in a circle, she creates a ring of mushrooming mud around a shoal of fish. The fishing net, made of mud. As the net pulls tighter and tighter, the fish are trapped. Till there's only one way out. Straight into the mouths of the waiting dolphins. सग्लो पानीमा जाँदा त्यतिखेर बच्चाले कप माछा टिपेर खाए। हेर्नुहोस् त, त्यो यति ट्यालेन्ट रहेछ क्या डल्फिन। त हामीले बच्चालाई गरी खाने कसरी बनाउने हामीले पनि सिक्नु पर्यो नि। एउटा डल्फिनबाट पनि हामी सिक्न सक्दो रहेछौँ। अब म एउटा इक्जाम्पल यहाँलाई दिन चाहन्छु। म एउटा कप लिएँ, मैले हिजो बच्चाहरूलाई पनि अलिकति यो स्लाइडबाट होइन, मैले अलिकति बच्चालाई सिकाएको छु। मानौ एउटा कप छ, यो कप भनेको यो विद्यालय, यो गेटभन्दा भित्र यहाँ सिस्टर हुनुहुन्छ, उहाँले विद्यार्थीहरूलाई यहाँभित्र सिकाउनुहुन्छ, हजुरलाई आज छिराए जस्तै। यो गेटभन्दा यताको वातावरण असाध्यै राम्रो छ।
सुस्त छ, तर यदि यो भित्रको पानी भनेको हजुरको बच्चा है, अथवा हजुरहरू आफै सम्झिनुहोस्, हजुरको सोच राम्रो छैन, हजुरको संस्कार राम्रो छैन, बच्चाको संस्कार राम्रो छैन, बच्चाको सङ्गत राम्रो छैन भने अब हजुरलाई मैले प्रश्न गरेँ, यो भित्रको वातावरण राम्रो हुँदैन, बच्चा नराम्रो छ, धमिलो छ भने यो भित्रको वातावरण सङ्लो हुन्छ? भन्नुहोस् त, हुन्छ? सबैले भन्नुहोस् त, साह्रो हुन्छ? हुँदैन। जस्तै एउटा स्कुललाई स्कुल जस्तो बनाउनको लागि के गर्नु पर्दो रहेछ? अभिभावक पनि सचेत हुनु पर्दो रहेछ, अभिभावक पनि संस्कारी हुनु पर्दो रहेछ, बच्चा पनि संस्कारी हुनु पर्दो रहेछ, बच्चा पनि सचेत हुनु पर्दो रहेछ, बच्चाको सङ्गत पनि राम्रो हुनु पर्दो रहेछ। अब फेरि भन्नुला, सर मेरो घरमा वातावरण एकदमै राम्रो छ, स्कुलको वातावरण राम्रो छ, तर बच्चा अझै ठिक छैन, मेरो बच्चाको सङ्गत ठिक छैन, मेरो बच्चाले राम्रो बोलिरहेको छैन भन्दै हुनुहुन्छ बच्चाले भने बच्चाको सङ्गत बाहिर स्कुलले राम्रो वातावरण दिएको छ, हजुरले घरमा राम्रै गर्नुभएको छ, तर बच्चो सुटुक्क बाहिर जान्छ, छोरो बाहिर जान्छ, छोरी बाहिर जान्छ र नराम्रा साथीहरू भेट्छ, नराम्रा साथीहरू भेट्छ, छोराले र छोरीले। हजुरलाई थाहै छैन छोरा बिग्रिसकेको, हजुरलाई थाहै छैन छोरी बिग्रिसकेको। यसको लागि हजुरहरू कहिलेकाहीँ अलिकति खुट्टा पनि तान्न मिल्ने क्याफेमा गएर यसो अब्जर्भ गर्नुहोस् र सुटुक्क फोटो खिचेर ल्याउनुहोस्, भिडियो खिचेर ल्याउनुहोस्। एकदम स्मार्ट 9मा 10मा पढ्ने, 11 12मा पढ्ने छोरीहरू छोराहरू त्यहाँ हुक्का टालिरहेका हुन्छन्, चुरोट खाइरहेका हुन्छन्, मजाले चुरोट टालिरहेका हुन्छन्, मन कति कट्टा। यत्रो वर्षमा लगभग 1 लाख रुपियाँ खर्च गरेर तपाईँ 9-10 पढाउँदै हुनुहुन्छ, तपाईँको वर्षमा 3-4 लाख खर्च गरेर 11-12 पढाउँदै हुनुहुन्छ राम्रो कलेज, तर उसको सङ्गत बिग्रियो। सङ्गत बिग्रिसकेपछि त्यो बच्चालाई राम्रो बनाउन धेरै नै गाह्रो हुन्छ। जस्तो मेरो अनुरोध यहाँलाई, विद्यालयले यो कप हो, विद्यालयले एउटा वातावरण राम्रो दियो, तर त्यहाँ भित्र हाल्ने पानी हजुरको बच्चा बिग्रिएको छ भने, कुलरमा परेको छ भने, नराम्रो बोल्छ भने स्कुललाई धेरै प्रयत्न गर्नुपर्छ, स्कुललाई पसिना आउँछ। जस्तो बच्चालाई घरमा राम्रो संस्कार सिकाउनुहोस्। भनिन्छ अहिले शिक्षासँगै संस्कार जोड्नुहोस्, संस्कार भएन भने शिक्षाले काम गर्दैन। एकपटक एउटा स्कुलमा फर्स्ट बोय हुँदो रहेछ, अनि हेड सरले के भन्नुभयो भने फर्स्ट बोय त हो भन्नु, भन्न खोज्नुभएको के रहेछ, फर्स्ट बोय त हो, पढेर त फर्स्ट भयो, के अरे चाहिँ 4 GPA पनि ल्याउन सक्ने छ, केही नभए पनि A+ त ल्याउँछ, तर बच्चो खटाक्छ। अरू अलिकति कम नम्बर ल्याओस् कि, तर बच्चामा संस्कार हुनुपर्छ, बच्चामा राम्रो व्यवहार हुनुपर्छ। अब बच्चामा आफ्नो एउटा क्षमता चाहिँ हुन्छ है, बच्चामा क्षमता नहुने होइन, तर बच्चाको क्षमता हामीले बुझ्नु पर्दो रहेछ। एकपटकको घटना हो, एउटा कुखुराको ओथरामा बाई मिस्टेक चिलको अन्डा परेछ। अब कुखुराले त ओथरा बस्छ, केही समयपछि केही दिन पछाडि चल्लाहरू निस्किए, कुखुराका चल्ला सँगसँगै चिलको बच्चा पनि निस्क्यो। आमालाई लाग्यो, पोथीलाई लाग्यो यो मेरै बच्चो हो, बच्चोलाई लाग्यो यो मेरै आमा हो, तर केही समय पछाडि त्यो बच्चा हुर्किँदै गयो, बढ्दै गयो, चल्लासँगै चिलको बच्चा पनि बढ्दै गयो, अनि खुल्ला आकाशमा गएर चारो खाँदै रहेछ, चारो खोज्दै रहेछ। यसो आकाशतिर हेऱ्यो, एउटा चरा निकै माथि आकाशमा उडिरहेको छ। त्यसपछि त्यो चिलको बच्चाले सोधेछ आमालाई, आमा आमा त्यो आकाशमा उड्ने के हो? आमाले भन्नुभएछ त्यो आकाशमा उड्ने चिल हो बाबु, चिल हो। अनि फेरि बच्चाले भनेछ, आमा अनि हामी चाहिँ त्यो चिल जस्तै आकाशमा उड्न सक्दैन? आमाले भन्नुभएछ बाबु त्यो आकाशमा उड्ने क्षमता त चिलको हुन्छ, हामी त कुखुरा हो बाबु, तिमी त कुकुरको बच्चा हो, कुखुराको चल्ला हो, हेर्नुहोस् त क्षमता चाहिँ आकाशमा उड्ने थियो, तर आमाले भन्नुभयो तिमी चिलको बच्चा होइन, कुखुराको बच्चा हो। त्यही दिनदेखि त्यो चिलको बच्चाले आकाशमा उड्ने कल्पना गरिरहेको छ। त हजुरको बच्चामा असीमित क्षमता छ, तर कहिलेकाहीँ हजुरहरू के भनिदिनुहुन्छ, बाबु हामी त गाउँबाट आएको, काठमाडौँ डेरा गरेर बसेको, हाम्रो आफ्नो घर छैन, हामीसँग धेरै पैसा छैन, धेरै ठुलो महत्त्वाकांक्षा नभएको, हामी धेरै धनी मान्छे होइन, त्यो धनी मान्छेले जस्तो गाडी चढ्न सक्दैनौँ, धनी मान्छेले जस्तो 5 तलाको घर बनाउन सक्दैनौँ। हामीले ठिक्क खानुपर्छ, ठिक्क सोच गर्नुपर्छ।
यसरी पनि हामीले हाम्रो बच्चाको क्षमतालाई उचाइतिर राखेका हुन्छौँ। त्यसो नगरिदिनु होला। गरिब बाबुआमाका छोराछोरी धनी हुन सक्छन्। हजुरहरू पढ्नु भएन तर छोराछोरी पढ्न सक्छन्। मैले अघि नै भने बच्चा जन्मिँदै त्यो खुबी लिएर आएको हुन्छ। हजुरले पढ्नु भएन केही फरक पर्दैन, बच्चाले पढ्न सक्छ। त्यसो भएको हुनाले जसरी चिनको बच्चाले कहिले उठ्ने कल्पना गरेन, हजुरको बच्चाले पनि सफल हुने कल्पना नगर्न सक्छन्। हजुरले त्यसो नगरिदिनु भए ठिक छ, गर्नुहुन्छ र ठिकको ताली चाहियो, ठिकको ताली। हाम्रा बच्चाहरूसँग कति किसिमका क्षमता हुँदो रहेछन् त। हावा काट्न भन्ने एकजना दार्शनिक हुनुहुन्छ, उहाँले भन्नुभएको छ हरेक बच्चामा 9 किसिमको क्षमता हुन्छ। सबैमा 9 किसिमको भनेको होइन, एउटामा एउटा क्षमता होला, अर्कोमा अर्को क्षमता होला, अर्कोमा अर्को होला। त्यसलाई हामीले चिन्न जान्नु पर्दो रहेछ। त्यसमा ती क्षमता के रहेछन् त हेर्नुहोस् है। एउटा बच्चा अङ्कसँग खेल्दो रहेछ, अर्को बच्चा अक्षरसँग खेल्दो रहेछ। एउटा बच्चालाई अक्षर मन पर्दो रहेछ, अर्को बच्चालाई अङ्क मन पर्दो रहेछ। हेर्नुहोस् त, अङ्क मन पर्ने बच्चा वैज्ञानिक हुँदो रहेछ, अङ्क मन पराउने बच्चा ब्याङ्कको म्यानेजर हुँदो रहेछ, अङ्क मन पराउने बच्चा म्याथको टिचर हुँदो रहेछ, पछि गएर साइन्टिस्ट हुँदो रहेछ। अल्बर्ट आइन्स्टाइन त सुन्नु भएकै छ, 20औं शताब्दीको सबैभन्दा ठुलो वैज्ञानिक। उहाँलाई अङ्क मन पर्थ्यो, उहाँ वैज्ञानिक बन्नुभयो, उहाँ गणितज्ञ बन्नुभयो। त्यस्तै हाम्रा म्याथका टिचर हुनुहुन्छ, यहाँ साइन्सका टिचर हुनुहुन्छ, उहाँलाई अङ्क मन पर्यो। यसलाई हामी लोजिकल म्याथमेटिकल ब्रेन भएको भन्छौँ। त्यही अङ्ग्रेजीकोलाई मैले नेपालीको भन्छु। तर हाम्रा लक्ष्मीप्रसाद देवकोटा उहाँ अक्षरसँग मन पराउनु, अक्षरसँग खेल्नुभयो। उहाँलाई कविता मन पर्यो, उहाँलाई कथा मन पर्यो, उहाँलाई निबन्ध मन पर्यो। हेर्नुहोस् त, के लक्ष्मीप्रसाद देवकोटा गरी नखाने बन्नुभयो, गरी खाने बन्नुभयो। हामी के नगरौँ भने म यस्तो बनाउन चाहन्छु बच्चालाई होइन, बच्चा कुन क्षमता लिएर जन्मेको छ उसलाई मलजल गरौँ है। हामीले मलजल गर्न सकिन्छ। अर्को किसिमको बच्चा हुँदो रहेछ जो आफैमा रमाउने बच्चा, अन्तर्मुखी बच्चा हुनुहुन्छ। मेरो बच्चा त बोल्दै बोल्दैन नभनौँ, ऊ नबोल्ने भए पनि ऊ घुरिएर विचार गर्छ, ऊ पछि दार्शनिक बन्न सक्छ, ऊ राइटर बन्न सक्छ। कक्षा 9 को अङ्ग्रेजी बुकमा एउटा जीवनी छ, अल्केमिस्ट भन्ने एउटा किताब, संसारमा धेरै बिकेको किताब। नेपालमा त्यो पैसा कन्भर्ट गर्ने भने अरबौं पैसा कमाउनु भयो। त्यो किताब लेखेर, त्यो किताब लेख्ने मान्छे हो पाउलो कोएल्हो। उहाँलाई बाबुआमा वकिल बनाउन चाहनुहुन्थ्यो, उहाँ घरबाट भाग्नु भयो, वकिल नबन्ने। हेर्नुहोस् है, उहाँलाई वकिल बन्ने कुनै रहरै थिएन, उहाँ विक्षिप्त हुनुभयो। यो त मनोरोगी पो भयो कि भनेर साइकोलोजिस्टकोमा लानुभयो, साइकेट्रिस्टमा लानुभयो। तर पछि के थाहा भयो भने मेरो बच्चा वकिल बन्न जन्मेको होइन रहेछ, मेरो बच्चा लेखक बन्न जन्मेको रहेछ। ऊ त भित्रभित्र भत्किँदो रहेछ, मनोरोग लागेको होइन रहेछ, ऊ त चिन्तन गर्दो रहेछ, लेख्दो रहेछ। अन्तिममा बाबुआमाले स्वतन्त्रता छोडिदिनु भयो र उहाँले लेखेको एउटा किताब हो अल्केमिस्ट, जो संसारमा सबै बिक्ने किताब मध्येमा एउटा किताब हो। त्यसबाट अहिले संसारको सबैभन्दा धनी राइटरभित्रमा उहाँ पनि पर्नुहुन्छ। अर्को भनेको चाहिँ के हो, जसको ह्यारी पोटर यहाँले सुन्नुभएको छ। जस्ता अन्तर्मुखी बच्चालाई गाली नगरौँ, ऊ पनि भित्रभित्रै सोचिरहेको हुन्छ, भित्रभित्रै प्रगति गरिरहेको हुन्छ। अर्का किसिमका बच्चा हुँदो रहेछन् धेरै बोल्ने, यसलाई भनिन्छ बहिर्मुखी। भन्नु होला मेरो बच्चा त धेरै प्रश्न सोधिरहन्छ, वाक्कै बनाउँछ, वाक्कै बनाउन छोडिदिनुहोस्। यस्तो बच्चालाई बहिर्मुखी भनिन्छ। भोलि यस्ता बहिर्मुखी बच्चाले कुनै पनि कार्यक्रम सञ्चालन गरेर खान्छन्, भाषण गरेर खान्छन्, ट्रेनर बनेर खान्छन्, टिचर भएर खान्छन्, प्रवचन दिएर खान सक्छन्। त बच्चालाई बोल्न दिनुहोस्। अर्को किसिमको बच्चा हुँदो रहेछन् धेरै खेल्ने, हेर्नुहोस् है, बडी चलाउने। हेर्नुहोस् त नेपालमा, म टाढाको कुरा गर्दिनँ, मेसी रोनाल्डो सबैले चिन्नु भएको छ। नेपालमै फर्केर हेरौँ न हो, भर्खरै हेर्नुहोस् न साम्बा, बाबुले भनिसक्नु होला, बाबुको लागि एकचोटि ताली ल त, साम्बा भनिसक्नु हो। अहिले लमजुङमा साम्बाको चोक बनेको छ। कतिलाई थाहा छ हात उठाउनु छ साम्बा चोक? थाहा छ? म धेरै प्यारेन्ट्सलाई थाहा छ। अहिले उहाँ फ्रान्सबाट खेलिराख्नु भएको छ। उहाँको नेपालको कमाइ अहिले नेपाली पैसामा कन्भर्ट गर्नु भने 5-7 लाख रुपियाँ महिनामा कमाइराख्नु भएको छ।
अब सम्झिनुहोस् हजुरको महिनाको तलब 50,000 वर्षमा जोड्नुहोस् त कति हुँदो रहेछ जम्मा 6 लाख हजुरले महिनाको 50 अरब तलब खाँदाखेरि बल्ल वर्षमा 6 लाख हुँदो रहेछ उहाँले एकै महिनामा फुटबल खेलेर कमाइदिन्छ त्यस्तै प्रीति राई हेर्नु प्रीति राईको क्रेज कस्तो छ एउटा छोरी हो त फुटबल खेलेर पनि खान सक्ने रहेछ बास्केटबल खेलेर पनि खान सक्ने रहेछ हेर्नुस् है धेरै गेमहरू छन् मार्शल आर्टबाट खान सक्छन् अनि अन्य धेरै गेमहरू छन् त्यो गेमहरू यदि रुचाउँछन् बच्चाले भने त्यो गेम खेल्न छोडिदिनुहोस् अब हाम्रो समय जस्तो छैन हाम्रो समयमा जागिरै खानुपर्छ अलिअलि भाषा जान्नुपर्छ अलिअलि गणित जान्नुपर्छ भन्ने छैन है जेबाट पनि बच्चा अगाडि बढ्न सक्दो रहेछ अर्को किसिमको बच्चा रहेछन् भिजुअल यस्ता बच्चालाई पेन्टिङ मनपर्छ तसर्थ हाम्रो यस विद्यालयले पेन्टिङको व्यवस्था गरिदिएको छ यहाँ आर्ट टिचरहरू हुनुहुन्छ बच्चाले ड्रइङ गर्न पाउँछ राम्रो चित्र बनाउन पाउँछ हेर्नुहोस् त बच्चाले चित्र कोरेर पनि खान सक्ने रहेछ तपाईँ बौद्धमा जानुहोस् एउटा मन परेको पेन्टिङ किन्न खोज्नुहोस् एउटा पेन्टिङ हजुरलाई किन्न 2 वर्षको कमाइले भ्याउँदैन एउटा पेन्टिङको दाम 10 लाख 20 लाख रुपियाँ पर्छ अनि भन्नुहोस् त एउटा पेन्टिङ हजुरको बच्चाले 15 लाख रुपियाँ चाहिँ 3 महिनामा बनायो भने उसको कमाइ भन्नु 4 वर्षमा बनायो भने कति लाख भयो भन्नुहोस् त 60 लाख 60 लाख भनेको महिनामा सर्दमा उसको कमाइ कति भयो भन्नुहोस् त 5 लाख एउटा राम्रो पेन्टिङ गरेर पनि बच्चाले कमाउन सक्दो रहेछ त डक्टरको ठाउँमा पेन्टर बनाउनुहोस् न डक्टरको ठाउँमा डान्सर बनाउनुहोस् न डक्टरको ठाउँमा प्लेयर बनाउनुहोस् न हुने रहेछ नि विदेशमा हेर्नुहोस् नेमारले सुन्नु भएको छ रोनाल्डो सुन्नु भएको छ सबैका निजी विमान छन् नेपालको सबभन्दा धनी मान्छे विनोद चौधरी पनि निजी एउटा एउटा सहरबाट अर्को सहरमा गेम खेल्न जाँदा आफ्नो निजी प्लेनमा जान्छ उनको निजी टापु छ हेर्नुहोस् अब हामीले त्यही भएर भनेको हाम्रो सोचको दायरालाई फराकिलो बनाउँ आजको कार्यक्रम यही नै हो अभिभावक सचेतना भनेको यही नै हो अब हामी एउटा कम्फोर्ट जोनमा थियौँ हामी फिक्स्ड माइन्डसेटमा थियौँ अब हामी ओपन माइन्डसेटमा जाउँ है ग्रोथ माइन्डसेटमा जाउँ फिक्स्ड माइन्डसेट भनेको यही गर्नुपर्छ त्यो गरेर हुँदैन यही गर्नुपर्छ त्यो गरेर हुँदैन होइन अलिकति हामीले सिक्नु पनि पर्दो रहेछ यस्ता ट्रेनिङमा बस्नु पनि पर्दो रहेछ अलिकति सिक्यो भने के गर्छ म एउटा उठपटक एउटा कथा भन्छु एकजना पण्डितको छोरा तर साह्रै अल्छी अलिकति पनि अध्ययन नगर्ने अलिकति पनि बाहिर नजाने श्रीमतीले पकाएको खाने सुत्ने अनि भन्नुभएछ श्रीमतीले होइन बुढा हजुर त पण्डितको छोरा यो त पेइजै हो गाउँमा कम्तीमा अलिकति अध्ययन गर्नुपर्छ अलिकति चिन्तन गर्नुपर्छ अलिकति सोच्नुपर्छ अलिकति सिक्नुपर्छ अब यसरी घरमा बसेर हुँदैन केही सिक्न जाउँ अनि ती अल्छी पण्डितका छोरा बाहिर निस्केछन् जाडोको बेला रहेछ अलिकति पर पुगेछन् खुट्टाभरि शीत अपक्क फर्केछन् श्रीमतीले सोध्नुभयो के सिकेर आयो बुढा अनि श्रीमतीलाई श्रीमानले भन्नुभएछ इदम शीतम जम्मा सिकेको इदम शीतम भनेको शीतले खुट्टा भिजायो यति ल आज त यति सिकेर आएछौ अब भोलि पनि सिक्न जाउँ भोलि बिहानै श्रीमतीले उठाउनु भयो पण्डितका छोरा उठेर गए अलिक पर पुगे जङ्गल आएछ जङ्गलमा बाघ देखेछन् बाघले घक्क गरिराखेको थियो ल यसले त खान्छ कि क्या भनेर तपक्क फर्किनु भएको छ फर्केर पछि श्रीमतीले फेरि सोध्नुभयो ल बुढा के सिकेर आउनुभयो अनि उहाँले भन्नुभएछ इदम शीतम ढाक गरौँ हिजो इदम शीतम आज ढाक गरौँ है ल ठिक छ त्यति भए पनि त सिकेर आएछन् बुढाले फेरि तेस्रो दिन भयो तेस्रो दिन फेरि श्रीमतीले उठाएर सिक्न पठाउनु भयो अलिक पर पुग्नु भयो त्यो जङ्गलभन्दा अलिकति पर जङ्गल सकिन मात्रै के लागेको थियो लामा लामा सिङ भएको हरिण चाहिँ देखा परेछ कान ठाडा ठाडा बनाएछ ओहो यसले त हाने उठेको अब फर्किनु पर्यो भनेर ती पण्डितका छोरा फेरि फर्केछ अब के सिक्यो त बुढा फेरि श्रीमतीले सोध्नुभयो इदम शीतम ढाक गरेर बुद्ध ठुला ठुला कान जे तैँले चिताइस् त्यो मैले जान हेर्नुहोस् त है सबले हालेर मार्छ तिनवटा कुरा सिक्यो अब फेरि चौथो दिन फेरि श्रीमतीले उठाउनु भयो ल फेरि सिक्न जाउँ अनि अलिक परै पुग्नु भएछ हेर्नुहोस् है त्यो दिन चाहिँ अलिक परै पुग्नु भएछ अलिक सहरमै पुग्नु भएछ
अनि त्यहाँ यस्तै सभा रहेछ बाहिरबाट कि पण्डितका छोराले त्यहाँबाट हेरेछन् यहाँ के भइरहेको छ यहाँ त राजाले एउटा सभा गरिरहनु भएको छ यहाँ भोज पनि चलिरहेको छ राजाले आज विशेष सम्बोधन गरेपछि त्यहाँ केही मन्त्रीमण्डलहरूले केही भुलिसकेपछि खेल खुवाउने आजको कार्यक्रम छ त्यसपछि ती पण्डितका छोरा पनि कार्यक्रममा बसेछन् अनि राजाले यहाँबाट देख्नुभएछ धेरै त चिन्ने अनि सल्लाहकारले पनि एउटा नयाँ मान्छेलाई चिनेन अनि तिमी चाहिँ कहाँबाट आएको भन्दा म पल्लो गाउँबाट म पण्डितको छोरा ए ल खेत खाएर जाऊ है अनि यहाँ धेरैले आफ्नो कला देखाउने छ आज जस्तै हाम्रा भाइ बहिनीलाई लागि डान्स गरेर जानुभयो तिमीसँग केही कला छ केही भन्ने भन्नुभएछ जब मलाई थाक्यो त्यति इदमसित जे तैँले चिन्ताइस् त्यो मैले जाने त्यसपछि ल म पनि केही भन्छु भनेछ टक्कसँगले स्टेजमा आए राजा बसिराख्नु भएको छ टक्कसँगले माइक्रोफोन पक्रेर यही दोहोऱ्याउनु भएछ हामी पनि भनौँ त इदमसित ढाक्क र बुक्क ठुला ठुला काम जे तैँले चिन्ताइस् त्यो मैले जाने है राजालाई त ट्याक्कै दिलमै छोएछ कति राम्रो अनि एकछिन पकाइ म लेख्छु भन्नुभएछ कोटको फल्तीबाट यस्तै पेपर निकाल्नु भएछ लेख्नुपर्छ इदम सितम ढाक्क र बुक्क ठुला ठुला कान जे तैँले चिन्ताइस् त्यो मैले जाने केही समय पछाडि अब उहाँ त घर फर्किनु भयो खानपिन गर्नुभयो राजा दारी काट्नलाई आफ्नै हजाम हुन्छ दरबारमा यसो रेडी मात्रै भएको थियो यसरी चाहिँ दारी काट्ने बेलामा हजामले काट्ने बेलामा पख गर्नुभएछ राजाले हजामलाई अनि ट्याक्क कोटको खल्तीबाट टक्क निकालेर पढ्नु भएछ त्यो सम्झिराख्नु भएको रहेछ एकदम सितम ढाक्क र बुक्क ठुला ठुला कान जे तैँले चिन्ताइस् त्यो मैले जाने ट्याक्कै पढेको माफ पाऊँ हजुर भनेछ माफ पाऊँ भनेको होइन मन्त्रीहरूले हजुरको दारी काट्दै गर्दा पारिदिनु भनेर त्यही भएर म त त्यो प्लानमा थिएँ ल ठिक छ कसको यो षड्यन्त्र राजाले सोध्नुभयो र हजामले सबै कुरा फेरि विस्तार लाउनु भयो यस्तो यस्तो प्लान र मन्त्रीमण्डलको र मन्त्रीहरूको योजना हजुरलाई मार्ने थियो मेरो कुनै यसमा दोष छैन हजुर भनेपछि ल तिमी डराउनु पर्दैन छानबिन गर्छु भन्नुभएछ छानबिन गरेपछि धेरै मन्त्रीले पक्राउ पर्नुभएछ र मेरो ज्यान बचाउने त त्यो पण्डितको छोराले हो त्यो कहाँ बस्छ खोजेर ल्याऊ पण्डितले सबैलाई खोजेर ल्याऊ भन्नुभएछ र खोजेर ल्याउनु भएछ त्यसपछि के भएछ थाहा छ बिचरा त्यो गरिब पण्डितको छोरा केही पनि थिएन घरमा राजाले घर घडेरी अनि अलिकति केही गाई वस्तुहरू अलिकति पैसा दिएर पठाउनु भएछ र धनी भएछ अलिकति मात्रै सिक्न हामीले अगाडि बढ्यौँ भने हेर्नुहोस् न एउटा पण्डितको छोरा बिचरा केही नपढेको पण्डित अति धनी भएछ भने हामीले अलिकति सिक्ने प्रयत्न अगाडि बढिने रहेछ जस्तो हामीले म यहाँलाई अनुरोध गर्छु विद्यालयले बोलाएको मिटिङमा आउने गर्नु होला आफ्ना कुराहरू एकदम सभ्य भएर राख्नु होला असभ्य भएर होइन आज चाहिँ म स्कुलमा झाँक्को झार्छु भनेर जानु हुँदैन किनभने म पनि 8 वर्ष प्रिन्सिपल गरिसकेको मान्छे मलाई पनि थाहा छ हजुरले झाँक्को झार्नु भनेर कहिले आउनुभयो भने हजुरको असली रूप त्यहाँ देखिन्छ हजुरले राम्रो भन्दैनन् कसैले राम्रो भन्दैनन् सरलाई पनि अनुरोध गरे हामी ट्रेनरले त भन्ने यही हो तर कुरा सबै रूपमा राख्नुपर्छ हामी के गर्छौँ हाम्रो काम भनेको कम्प्लेन अनि यता टिचरको काम भनेको डिफेन्स टिचरहरू ढाकछोप गर्न बस्नुहुन्छ हजुर मेरो बच्चाको यो भएन त्यो भएन यो हरायो पेन्सिल हरायो होमवर्क राम्रो सेट भएन भन्न पाइन्छ तर कसरी भन्ने थाहा छ यसरी भन्ने हजुर आफ्नै विद्यालयमा मैले यो स्कुलमा हालेको 2 वर्ष भइसक्यो तर यस्तो सोचे जस्तो परिणाम आएको छैन सरसँग म्यामसँग सल्लाह गर्न आएको के गर्दा राम्रो गर्न सकिन्छ होला घरमा चाहिँ यस्तो छ मेरो बाबुको बानी मेरो नानीको बानी यस्तो छ एकछिन हजुरसँग 5 मिनट छ मैले 5 मिनटहरूको समय मागेको है यसरी गर्नुहोस् म एउटा इक्जाम्पल दिन चाहन्छु है त एकजना प्यारेन्ट्स म बोलाउँछु हजुरलाई मैले बोलाएँ ल हजुर प्यारेन्ट्स एकचोटि आउनुहोस् न यहाँ अनि टिचर आउनुहोस् त एकजना टिचर आउनुहोस् न मास्क लगाउनु भएको टिचर आउनुहोस् त हजुर टिचर आउनुहोस् हजुर प्यारेन्ट्स है हाम्रो गल्ती कहाँ हुँदो रहेछ हजुर यहाँनिर अनि बाबु चाहिँ छोरा ल
है त बाबु छोरा यहाँ बिचमा आउनुहोस् त बिचमा आउनुहोस् हजुर यहाँ है बाबु बिचमा अब हेर्नुहोस् है उहाँ अभिभावक उहाँ टिचर बिचरा नयाँ टिचर अर्को टिचर हुनुहुन्छ प्यारेन्ट्स आउँदा बिचरा ढुक हुन्छ अब के चाहिँ भन्नुहुन्छ होला अब कम्प्लेन एउटा हिजोको प्यारेन्टले सातो खानु पायो आज पनि सातो खानु हो बिचरा प्लिज हामी ट्रेनरले भन्न पाइन्छ सातो नखानुहोस् कम्तीमा प्यारेन्ट्स देख्दाखेरि टिचरलाई पनि खुसी लागोस् म सल्लाह गर्न हाम्रो बच्चाको राम्रोको लागि आउनुभएको होला भन्ने होस् अब हजुरले बच्चाको लागि मैले धेरै एक्टिभिटिज गराउँदिनँ यहाँ हजुरले बच्चाको बारेमा कम्प्लेन मात्रै गर्नुभयो भने उहाँ डराउनुहुन्छ प्यारेन्ट्सलाई अनि कम्प्लेन गर्दाखेरि टिचर डराउनुहुन्छ भन्ने थाहा छ अनि शिक्षकलाई पनि सल्लाह दिएको मन पर्दो रहेछ क्या अब यसो भनौँ न तपाईँको स्कुल हो तपाईँको यत्रो फी तिरेको छ तर बच्चाले प्रगति गरेको छैन हामीले भन्ने होइन रहेछ के भन्ने भने हाम्रै बच्चा हो है हजुरले कर्म दिइराख्नु भएको छ मैले त जन्म दिएँ मैले मलाई अलिकति फी दिएँ तर हजुरले मेरो बच्चाको भविष्य बनाइदिइराख्नु भएको छ दुईजना मिलेर यो बच्चालाई कसरी राम्रो बनाउन सकिन्छ अनि भनिदिनुहोस् टिचरले भनिदिनुहोस् हजुरले राम्रो कुरा गर्नुभयो एउटा नाम विद्यालयले पठाउँछ अर्को हाल र दुईजनाले गर्नुसम्म पुर्याउने भनेको सफलता एउटा डेमो गरौँ हजुरले एउटा पठाउनुहोस् न हजुरको बच्चा अर्को हात शिक्षकले पक्रिनुहोस् त र गन्तव्य पुर्याउनुहोस् न हजुरले ताली पड्काउनुहोस् त ल हजुरले कम्प्लेन गर्नु टिचरले डिफेन्स मात्रै गर्न थाल्नुभयो भने हामी त्यसो नगरौँ हामी नेपाली अभिभावक विदेशी अभिभावक जस्तो बनौँ अनि अर्को पनि कुरा भन्छु ल एकजना एउटा प्रवचनमा के भनिरहनु भएको रहेछ पण्डितले गाई राम्रो चिज गाईको गोबर पनि काम लाग्छ गाईको पिसाब पनि काम लाग्छ गाईको दुध पनि काम लाग्छ गाईको दुधको अमृत जस्तो तर अलिकति ढिलो आइपुग्नेले चाहिँ के मात्रै सुन्नुभएछ भने त्यति हुँदै पनि भर्खर सुन्नुभएको थियो गाईको गोबर गनाउँछ गाईले त्यही पिसाब फेर्छ त्यहाँ छिङ्गा आउँछ अनि फोहोरमै बस्छ भन्दै गरेको सुन्नुभएछ म कट्टर हिन्दूबाट गाईको गोबर गर्ने भने उहाँले छाको झार्दैछ तर ढिलो आउँदाखेरि इन्फर्मेसन कम्प्लिट हुँदैन मैले विद्यालय प्रशासनले भन्न नसकेको कुरा मैले आज अनुमति मागेर भने विद्यालयले जुन समय सीमा यहाँलाई दिएको हुन्छ सबैसम्म त्यो समयमा हामी मिटिङमा आउने गर्छौँ है ठिक छ चित्त त दुखेको छैन नि छैन है जो ढिलो आउनुहुन्छ हजुरले बनाउनु भएको त बच्चालाई जतिसुकै राम्रो कोठा पनि मन पर्दैन बच्चालाई फुल मनपर्छ बच्चालाई फुटली मनपर्छ बच्चालाई चराचुरुङ्गी मनपर्छ बच्चालाई पाठाको पाठो मनपर्छ बच्चालाई डग मनपर्छ हेर्नुहोस् है डगसँग खेलिरहेको हुन्छ डगसँग गफ गरिरहेको हुन्छ त बच्चालाई प्रकृतिमा छोडिदिनुहोस् प्रकृतिको काखमा छोडिदिनुहोस् अर्को किसिमको बच्चा हुँदो रहेछ एकचोटिलाई प्ले गरिदिनुहोस् म्युजिकल इन्टेलिजेन्स भएको बच्चा जो म्युजिकमा रमाउँछन् त्यस्ता बच्चाहरू अब हेर्नु होला है त एकजना विदेशीले कति मजाले नेपाली धुनमा बजाउनु भएको छ म्युजिकको कुनै भाषा हुँदैन म्युजिकको कुनै कन्ट्री हुँदैन भनेको कारण त्यही हो तर साउन्डमा अलिकति प्रब्लम आए जस्तो छ यो प्ले हुनुभन्दा म अगाडि बढेँ अर्को किसिमको बच्चा हुँदो रहेछ आध्यात्मिक हजुर आध्यात्मिक बच्चा हुन्छन् त्यस्ता बच्चाहरूले घरमा के सोध्नुहुन्छ भने मम्मी म पहिला कहाँ थिएँ म कसरी जन्मिएँ मान्छे मऱ्यो भने कहाँ जान्छ भगवान कहाँ हुनुहुन्छ है अनि हामी मऱ्यो भने भगवानसँग पुग्छौँ त
अनि फेरि अर्को जुनीमा हजुरको म छोरा हुन्छु छोरी हुन्छु यस्ता प्रश्नहरू गर्नुहुन्छ। यस्ता प्रश्न गर्ने बच्चाहरूलाई आध्यात्मिक चेत भएका बच्चा भनिन्छ। यस्ता बच्चालाई ध्यानमा लगाइदिनुहोस्, मेडिटेसनमा लगाइदिनुहोस्। त्यस्तो बच्चाको लागि कोठामा भगवानका फोटाहरू राखिदिनुहोस्। अनि ध्यान साधना उनी गर्छ भने योगा क्लासमा लगाइदिनुहोस् है। उसलाई योगा मनपर्छ, अरूलाई फुटबल खेले जस्तो। जसरी फुटबल किनेस्थेटिक इन्टेलिजेन्स भएका बच्चा बढी चल्ने बच्चालाई खेल्न मनपर्छ, आध्यात्मिक बच्चालाई ध्यान गर्न मनपर्छ, साधना गर्न मनपर्छ। हुन्छ सर, प्ले गरिदिनुहोस्। एकजना उहाँ विदेशीले कति मजाले नेपाली धुन बजाउनु भएको छ। मैले पुरा भिडियो बजाइनँ, मैले यति मात्रै भन्न खोजेको हाम्रा बच्चाले सङ्गीतबाट पनि गरी खान सक्छन् है, गीत गाएर गरी खान सक्छन्, बाजा बजाएर गरी खान सक्छन्। मेरो एकजना विद्यार्थी अहिले खमेलमा बेलुका एकछिन एउटा क्लबमा बजाउनुहुन्छ गिटारिस्ट। उहाँको तलब छ महिनाको 70,000, एक ठाउँको मात्रै, एभ्रिडे जान पर्दैन। हेर्नुहोस् है, त गिटार मात्रै बजाएर उहाँको कमाइ 2-2.5 लाख रुपियाँ छ। तर पर्फेक्ट गिटारिस्ट हो उहाँ। हार्मोनियम मात्रै बजाएर एकजना मेरो ब्लाइन्ड भाइ हुनुहुन्छ गाउँको, उहाँ नेपालकै टप ब्लाइन्डभित्रबाट चाहिँ नेपालकै टप हार्मोनियम बजाउने। उहाँले विभिन्न प्रोग्रामहरूमा बजाएको, बेलुका ट्याक्सी लिन आउँछ अनि लगभग बिहान पखरतिर चाहिँ घरमा छोडिदिन्छ। र उहाँ अहिले ल्याबोरेटरी स्कुल किर्तिपुर बल्कुको यतापट्टिको स्थायी टिचर पनि हो। हेर्नुहोस् त, यतापट्टि टिचिङ गर्नुहुन्छ, अर्कोपट्टि सङ्गीतमा हुनुहुन्छ। हेर्नुहोस्, सङ्गीतकै टिचर हुन त साइड जब पनि छ। त्यसो भएको हुनाले म्युजिकमा पनि बच्चालाई लगाउन हामी सक्छौँ। अब हामी अक्सर प्यारेन्ट्सहरू हामी जान्ने भन्छौँ, हामी के गल्ती गर्दा रहेछौँ त? लगभग हामी अभिभावकहरूले गर्ने नानी बाबुहरूलाई पछाडिपट्टि खेलाउन म्यामहरूले खेलाइदिनु भयो भने सजिलो हुन्छ होला कन्सन्ट्रेसनको लागि। हामी अभिभावकले गर्ने धेरै गल्ती छन्, तर ती धेरै गल्ती मध्येका म आज 6वटा गल्तीहरू हामीले गर्ने गल्ती के रहेछन् त, हामीले कसरी सच्याउनु पर्दो रहेछ भन्ने कुरामा म जान्छु। पहिलो कुरा, हामी अक्सर अभिभावकहरूले फिजिकल निड्स भौतिक आवश्यकता पुरा गरिदिँदै गर्दा बच्चाको संवेगात्मक इमोसनल पक्ष चाहिँ भुसुक्कै भुल्छौँ। अरे कतिपय बुवाहरू हुनुहुन्छ यहाँ
मैले मेरो बच्चालाई स्कुल पठाएकै छु, लुगा किन्दैकै छु, फी तिर्दैकै छु, खाना दिएकै छु भन्छौँ। तर त्यो बच्चाले यहाँको आवश्यकता कतिको महसुस गरेको छ होइन, सँगै बस्न कतिको खोजेको छ, उसको वास्तवमा मन पो दुखेको छ कि हामीले यो कुरा भुसुक्कै भुल्छौँ अरे। तर ठुलो भएपछि हामीलाई थाहा हुन्छ, बच्चा ठुलो हुँदा ओहो मेरो बच्चा सानो हुँदाखेरि मैले मेरो बच्चालाई भौतिक सुविधा त दिएछु तर उसको संवेदनात्मक पक्षलाई ख्याल गरेनछु। कति कहिलेकाहीँ मन खुलिएको थियो होला मैले वास्ता गरिनछु, कति मेरो खोजी गरे होला मैले वास्ता गरिनछु भन्ने हुन्छ अरे। तसर्थ यो खालको पनि हामी गल्ती नगरौँ है। बच्चाको संवेदनात्मक कुरालाई पनि हेरौँ। यसलाई कसरी बुझ्ने त? म एउटा इक्जाम्पल दिन्छु। दिदी बहिनी आफ्ना छोराहरू लिएर बेलुकाको खाना पछाडि फिल्म हल जानुभएछ। यो तराईतिर चाहिँ बेलुका खाना खाएर नजिकै फिल्महरू हुन्छन्। इटली छेउको घटनामा भन्दैछु, विराट चोकको। त्यसपछि फिल्म हेर्न जानुभएछ, विराट चोकको कुरा म गर्दैछु। अनि दिदीको छोरा अलिकति ठुलो, बहिनीको छोरा अलिकति सानो। फिल्म हेर्ने क्रममा बहिनीको चाहिँ छोरालाई दिदीले काखमा राख्नु भएछ, तर दिदीको छोरा अलिक रोगी हो। अनि त्यत्तिकै फिल्म हेर्न थाल्नुभयो। छोरो मजाले फिल्म पनि हेर्दैन अरे, उता गर्छ अरे उता गर्छ अरे। जब भोलि भएपछि छोराले के भनेछ मम्मीलाई, किनभने मम्मीले आफूलाई काखमा राख्नु भएन नि त, बहिनीको छोराले राख्नु भएको छ। भनेछ मम्मी हौ तपाईँ मलाई माया गर्नुहुन्न। फेरि भन्दो रहेछ मम्मी हौ तपाईँ मलाई माया गर्नुहुन्न। मम्मीले फेरि प्रश्न गर्छ अनि छोरा के गर्दा चाहिँ माया गरेको हुन्छ त? छोराले आन्सर दिँदैन। हजुरले पछाडि बसाउनु भयो हुन्छ ल है, जानु पर्दैन। अनि फेरि एकछिनमा भन्छ अरे छोरो यताउति गर्छ, मम्मी हो तपाईँ मलाई माया गर्नुहुन्न। अनि फेरि मम्मी भन्छ छोरा के गर्दा चाहिँ माया हुन्छ भन्दैन। त्यो दिन 100 पटक जति छोराले दोहोऱ्याएछ। तर कुरो के भएको रहेछ, अघिल्लो रात फिल्म हेर्दा मम्मीले छोरालाई काखमा राख्नु भयो। अब हेर्नुहोस् त, भौतिक सुविधा त पुर्याइदिएको हो नि, खाना पनि खुवाएरै फिल्म हल लगेको हो, लुगा पनि राम्रै लगाएर लगेको हो, फिल्ममा टिकट पनि काटेकै हो। अझ फिल्म हेर्दाखेरि थाहा छ खानेकुरा पनि आउँछ आजकल त होइन। यो खोपडी ठिक भएर आउनुपर्छ, यहाँ पेटको खाना ठिक हुनुपर्छ। 5 वटा कुराहरूलाई यहाँहरूले ध्यान दिनुहोस्। बच्चाको खानामा सुगरको मात्रा बढी हुँदैन। एउटा 5 वटा सेतो, हिजो मैले 5 देखि 10 को बच्चालाई नानीहरूलाई बताएको छु नखानुहोस् भनेर। सोध्नुहोस् आज 5 देखि 10 को बच्चालाई सोध्नुहोस् सरले के नखानु भन्नुभएको छ, अथवा कम गर्नु भन्नुभएको छ, त्यही मैले दोहोऱ्याएँ त। 5 वटा 5 व्हाइट फ्लोर पोइजन्स। चिनी वर्षक बन्दमै गरिदिनुहोस्, त्यसको ठाउँमा सक्खर, त्यसको ठाउँमा मह है। सक्खर सस्तो पर्छ, अहिले धुलो सक्खर पनि पाउँछ। त्यो धुलो सक्खर यहाँले चिनी के अरे चाहिँ सानै खाना मन गरे भने पनि अलिकति हालिदिनुहोस्, सातु खान मन लाग्यो भने त्यही हालिदिनुहोस् है। चिउरा खान मन गऱ्यो भने अलिकति सक्खर हालिदिनुहोस्, चिनी बन्द गरिदिनुहोस्। चिनी मात्रै बन्द गर्नुभयो भने बच्चाको ब्रेन फास्ट हुन्छ। बच्चाको हड्डीमा भएको जुन क्याल्सियम चाहिँ चिनीले निकालिदिन्छ र पिसाबबाट जान्छ, बच्चा कमजोर हुन्छ। यो कुरा याद गर्नु। अरू धेरै नुन भएको खानेकुरा नखाउनुहोस्। बरु घरको नुन ठिकै छ, दालमा भएको नुन, सब्जीमा भएको नुन ठिकै छ, तर कुरकुरीमा पनि नुन नै हुन्छ, चाउचाउमा पनि नुन हुन्छ, अहिले त नुनिलो बिस्कुट पनि छ। त्यसले बच्चाहरूको किडनीमा असर गर्छ है, आन्द्रालाई असर गर्छ। हेर्नुहोस् त, त्यो किनभने मैदासँग टाँसिएको नुन के अरे नुन छ, मैदासँग टाँसिएको चिनी छ, त्यो दुईटै पोइजन हो। त्यो पोइजन हो। आज धेरै कुरा सिक्नु भएको छ। एउटै कुरा आजै बेलुकादेखि गर्नुहोस्, बाई फोर्स गर्नुहोस्, डिकन्डिसनिङ गर्नुहोस्। कन्डिसनिङ भएको छ, डिकन्डिसनिङ गर्नुहोस् है। एउटा बानी यसरी छ नि, यसलाई बानी हटाइदिने। यहाँहरूको लिनियर थिङ्किङ छ, अब रिभर्स थिङ्किङ गर्नुहोस्। यो खालको सोचाइ थियो, अब यो खालको सोचाइ। अघिसम्म यसरी सोचेको थियो, अब यसरी ब्याक सोच्नुहोस्। यसलाई रिभर्स थिङ्किङ हामी गर्छौँ है त। कन्डिसनिङ थियो, डिकन्डिसनिङ गर्नुहोस्, ठ्याक्कै उल्टो। त्यसमा कसरी गर्ने सर हामीलाई सिकाइदिनुहोस् न। एउटा कहानीबाट गर्नुहोस्, बानी कसरी सुधार्ने है त। सुन्नुहुन्छ? एकजना कुहिरे नेपाल आउनुभएछ। अनि यस्तै बच्चाहरूले सेतो छाला देखेपछि कुहिरे भनेछन्। अनि बिचरा कुहिरेलाई त थाहा होइन यो के भन्या हो। अनि
बुझेन। त्यसपछि एउटाले भनेछ अलिअलि नेपाली बुझ्दो रहेछ, यो राम्रो भनेको होइन, सेतो छाला देखेपछि टिचिङ गरेको टिचिङ जिस्क्याएको, अनि यो टिचिङ यो राम्रो नराम्रो उसले भन्यो, यो नराम्रो नराम्रो भनेको। ए ठिक छ। अनि सबै बच्चालाई जम्मा पारेछ, यहाँ बस स्टे हियर। अनि नजिकैको पसलमा गएर चक्लेट किनेछ कि चक्लेट किनेर ल्याएर ओके टेल मी खैरे आई विल गिभ यु चक्लेट, मलाई कुहिरे भन्न म चक्लेट दिन्छु भनेछ। हेर्नुहोस् है, बच्चा त खुसी, कुहिरे भन्दाखेरि चक्लेट पाइने है, सबैलाई चक्लेट दिएछ। अनि गएछ। भोलिपल्ट फेरि त्यही बाटो आएछ, बच्चा त कुहिरे भन्नु थाल्यो, किन थाहा छ? चक्लेट पाइन्छ नि है। त्यसपछि ल फेरि उसले भने मलाई कुहिरे भन्न म चक्लेट दिन्छु, सबैले चक्लेट पाए, कुहिरे भने। तेस्रो दिन पनि आयो, हेर्नुहोस् है, कुहिरे भने फेरि चक्लेट दियो। अब त बच्चा त बाटै ढुकेर बस्न थाले, कतिखेर कुहिरे आउँछ भनेर। 14औं दिन पनि कुहिरे आयो, कुहिरे भने तर चक्लेट दिएन। बच्चा त जिल्ल पऱ्यो, चक्लेट पाएन। 5औं दिन पनि कुहिरे भने चक्लेट दिएन। अब 6औं दिनको पालो थाहा छ, कुहिरे भनेनन् बच्चाले, चक्लेट त दिँदैन, किन कुहिरे भन्ने? हेर्नुहोस् त, त्यहाँदेखि कुहिरे भन्नै छोडेछन्। हेर्नुहोस् त, पहिला यसरी पल्कायो, ठ्याक्कैसँगले अर्को दिशापट्टि लाग्यो। त नराम्रो पानीलाई छुटाउन यस्तो टेक्निक अपनाउन सकिँदो रहेछ। उसले कुहिरे भन्ने पानी हटाउनको लागि पहिला चक्लेट दियो, अब चक्लेट नदिएपछि कुहिरे भन्न छोड्यो। यसरी हामीले गर्न सकिन्छ। कहिलेकाहीँ यहाँले टेलिभिजन हेर्दाखेरि नराम्रा घटनाहरू हुन्छन्, त्यसलाई हामीले देखाउन हुँदैन, तपाईँले हेर्न हुँदैन। हेर्ने भए पनि बच्चाहरू नभएको बेलामा हेर्ने, टेलिभिजनमा र मोबाइलमा। यसलाई भन्छ मास्किङ टेक्निक। जसरी मास्क लगाउँदा यहाँको अनुहार अलिकति, अनुहार त नभनौँ, अलिकति नाक र मुख छेक्छ। हामीलाई लाग्छ मुखमा हुन्छ अरे के, हामी आँखामा भन्छौँ नि, होइन नि। म्यामले चस्मा लाउनु भएको छ, चस्मा लगाएर कसैसँग बोल्नुभन्दा मास्क लगाएर बोल्न सजिलो हुन्छ, हो कि होइन भन्नुहोस् त? लाज आँखामा होइन रहेछ, मुखमा हुँदो रहेछ। जस्तो यसलाई मास्किङ टेक्निक भन्छ। मास्क लगाइदिनुहोस्, बच्चालाई देखाउन नहुने चिज नदेखाइदिनुहोस्, त्यसलाई भन्छ मास्किङ टेक्निक है। त्यस्तो पनि हामीले गर्न सक्दो रहेछौँ। कहिलेकाहीँ बच्चाहरू एकदमै डराएका छन्, अब नडराउने बनाउनु पऱ्यो नि त। नडराउने बनाउनको लागि म्युजिकल थेरापी भनिन्छ। राम्रो म्युजिक लगाइदिनुहोस्, बच्चासँगै नाचिदिनुहोस्। अब बच्चा बिस्तारै माइ ड्याड लभ्स मी, माई मम लभ्स मी। हेर्नुहोस् त, यसरी हामी रिभर्स थिङ्किङमा जाउँ ल। बुझ्नुभयो अहिले भनेको? मास्किङ टेक्निक, म्युजिकल थेरापी, रिभर्स थिङ्किङ, अनि डिकन्डिसनिङ। एउटा पानी छ भने पानी कसरी टुटाउने, कुहिरेले जसरी टुटाउने ल। ओके, अब अर्को रहेछ, अर्को डाल्डामा बनेको चिज केही पनि नखाउनुहोस्। अर्को रहेछ मैदाबाट बनेको चिज केही पनि नखाउनुहोस्, नखाउँदा पनि बच्चा बाँच्छ भने है। तपाईँहरूबाट मुस्ली ल्याउनुहोस्, सातु ल्याउनुहोस्, सातु बनाउनुहोस्, बिस्कुटको ठाउँमा फापरको रोटी बनाउनुहोस्, कोदोको रोटी बनाएर खुवाउनुहोस्। बच्चालाई पौष्टिकता पनि हुन्छ, तपाईँलाई घरमै बनाएको हाइजेनिक पनि भयो। अब भन्नुहोस् त, म एउटा क्वेसन सोध्छु यहाँलाई, बेलुका बनाएको खाना बिहान हामीलाई बासी हुन्छ, बिहान बनाएको खाना बेलुका बासी हुन्छ, हो? अब छातीमा हात राखेर तपाईँले भन्नुहोस्, यहाँले पसलबाट बच्चाको लागि भनेर लगेको बिस्कुट कहिले बनेको हेर्नु भएको छ? थाहा छैन। अनि ल ठिक छ, हेर्नु भएन, ल आजै बनेको 2 महिना पछाडि खोलेर हेर्नुहोस्, त्यो बिग्रिँदैन। 6 महिना पछाडि खोलेर हेर्नुहोस्, बिग्रिँदैन। न त चाउचाउ बिग्रिन्छ, न त बिस्कुट। जे चिज बिग्रिँदैन त्यो पेटमा पनि बिग्रिँदैन, जे चिज बाहिर बिग्रिँदैन त्यो पेटमा पनि बिग्रिँदैन। त्यस्तो चिज नखानु, बुझ्नुभयो नि? तर बेलुका बनाएको भात अर्को बेलुका गनाउँछ, त्यो भनेको बिग्रियो। हामीले मुखबाट हालेको चिज पेटमा जाँदा त्यो सडिनु पर्छ। तर चाउचाउ जसरी बाहिर सडिँदैन, पेटमा पनि सडिँदैन। बिस्कुट जसरी सडिँदैन, पेटमा पनि सडिँदैन। बाहिर नसड्ने भित्र सडिँदैन। यस्तो खाना नखाउनु। अझ सजिलो भाषामा भन्छु, केही जनाहरूले एक्टिभिटी पनि गराउनुहुन्छ। मैले आज त्यो चाउचाउहरू ल्याइन, तपाईँ कुरकुरेलाई बाल्नुहोस् है, लाइटरले बाल्नुहोस्, कुरकुरे बल्छ। तर लाइटरले बाल्नुहोस्, कुरकुरे बल्छ, घरमा प्र्याक्टिस गर्नु होला ल। कुरकुरे बल्छ, तर हजुरले अर्को चिप्स हुन्छ, चिप्स पनि बल्छ। तर आलु चिप्स घरमा बनाउनुहोस्, बाल्नुहोस्, बल्दैन। त्यो हाइजेनिक छ, किनभने त्यो नसड्ने ठाउँमा केमिकल हालेको हुन्छ।
र एकदमै त्यसको चाहिँ पौष्टिक तत्त्व सबै नाश गराएर हराएर पठाएको हुन्छ। त्यस्तो चिज बल्छ भनेपछि त्यसमा पौष्टिक स्वाद छैन, त्यस्तो चिज नखानुहोस्। 5वटा मैले भने सेतो चिनी, सेतो नुन, सेतो चामल पनि अलिक कम गर्नुहोस् हजुरहरूले चाहिँ, बच्चाहरूलाई खुवाइ हुन्छ। अनि सेतो मैदा, आँटा खानुहोस्, मैदा नखानुहोस् र डाल्दा बन्द गर्नुहोस्। र मैले भने अन्तिममा डु नटलाई डु नट नै भन्नुहोस्, हिजो बच्चाहरूलाई नै भनेर पठाएको छ है, डु नटलाई डु नट नै भन्नुहोस्। डु नटमा दुधको चिया मात्रै खुवाउनु भयो भने बच्चालाई ग्यास्ट्रिक हुन्छ, हामीलाई पनि